नमस्ते, म रूपकराज शर्मा। म पेसाको हिसाबले ब्याङ्कर्स हो। नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड वीरेन्द्रनगर शाखामा असिस्टेन्ट ब्रान्च म्यानेजर और असिस्टेन्ट म्यानेजरको रूपमा कार्यरत छु। म आज ट्राभल लिभ अप्लाई गरेर ट्राभल लिभ अन्तर्गत घुम्नको लागि कर्णाली प्रदेश स्थित डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिका अन्तर्गत रहेको से फोक्सुन्डो तालको दृश्य अवलोकन गर्न गइराखेको छु। तपाईहरुलाई यो दृश्य अवलोकन गराउनको लागि तपाईहरुलाई मैले केही देखाउने छु। साथीहरुले नेपाल सरकारले दिएको ट्राभल लिभलाई यो फोक्सुन्डोमा आएर कटाउनु हुनेछ अथवा खर्च गर्नुहुनेछ र आन्तरिक पर्यटकहरू ल्याउनलाई र बाह्य पर्यटकहरू ल्याउनलाई तपाई कर्मचारी साथीहरू अथवा व्यवसायीहरू सम्पूर्ण नेपालीहरूले भूमिका खेल्नुहुनेछ भन्ने मलाई लागेको छ। अब म तपाईहरुलाई यो से फोक्सुन्डोको पूर्वी भागबाट जहाँ घाम लागेको छ हेर्न सक्नुहुनेछ। घाम यहाँबाट लागेको छ। अब यो पूर्वी भागमा अवस्थित छ जहाँ हामीले भ्यू पोइन्ट 3 को रूपमा चिन्ने रहेछौँ। भ्यू पोइन्ट 3 बाट हामीले हेर्न मिल्दो रहेछ। यसरी यो भ्यू पोइन्ट 3 बाट हेर्दै हेर्दै हामी यसरी हेर्दै हामी भ्यू पोइन्ट 2 को साइडतिर देखाउँछौँ र यो हामीले सुरुको स्टार्टिङ से फोक्सुन्डोको गाउँ जहाँ हामी हिजो बेलुका आएर त्यहाँ बसेका थियौँ। एउटा होटलमा बसेका थियौँ, खाना खायौँ, रेस्ट गऱ्यौँ, आराम गऱ्यौँ। बिहान 5 बजे उठेर हामी यो बाटो तपाईहरुलाई बाटो पनि देखाउँछु म। यो बाटोबाट हिँडेर हिँड्दै हामी फर्स्ट पोइन्ट भनेको तपाईको यो रहेछ। अनि सेकेन्ड पोइन्ट यहाँ रहेछ र अब हामी थोरै थर्ड पोइन्टमा जाने तयारी गरिराखेका छौँ। थर्ड पोइन्टको भ्यू अलिकति थोरै अगाडि रहेको छ। तपाईहरुले त्यही भएर यसलाई मजाले आनन्द अनुभूति गर्न सक्नुहुनेछ।